लाउरेमा त सल्टिने छुट्टीमा आएको तिम्रै माया सल्टिने खेलमै भेट भएको। ओइ ओइ के हो यार भाइ यार, काम गर्ने मान्छे नि तिमीलाई 11:30 भइसक्यो यार। साइडमा क्लोजिङ हान्दै गर न यार, साफ सफाइ गर्दै गर। एउटा फोन देख्नु पनि एउटा तरिका हुन्छ भाइ यार। फोन हाम्रो पनि छ यार, हर टाइम फोनमा लागिरह हुन्छ तिमी। काम गर्ने मान्छे नि भन्न न यार, रिजन दिउ जाऊ यार। से प्यार किन त सिरिन भा एक कुरालाई प्यार छ भने त भन्न सक्नुहुन्छ नि। अच्छा तिमीलाई प्यारसँग भन्नु पर्यो। अब कुरा के हो भने हेर, 11:30 भइसक्यो, ठिक छ। अब हामी घर जानु पर्छ, धेरै फोन हेर्न हुँदैन, ठिक छ। फोन हेर्नेको नि एउटा टाइम हुन्छ, त्यही भएर छिटो क्लोजिङ गर्ने अनि घर जाने, ठिक छ। ठिक छ नि साले साले। अब त बुझ्यो होला नि प्यारसँग भनेको। बुझेँ।